हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म तपाईहरुलाई मेरो घरको पछाडिको बारी देखाउनेछु है। अनि मेरो पछाडिको बारीमा चाहिँ मजाले राई साग रोपेको रहेछ हो। यता 3 जग्गा छ, 3 जग्गामा चाहिँ मजाले राई सागहरु फलेको छ हो। अनि पत्ताहरु पनि कत्रो कत्रो भइसकेछ, तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ है। हेर्नु त कत्रो कत्रो छ हो। अनि डेली त घरमा पनि खान सकिँदैन हो। अनि तपाईहरुलाई कसैलाई पनि खानु मन छ भने भन्नुहोस् है, म तपाईहरुलाई पठाइदिनेछु। अनि हामीले यहाँ बीचबीचमा चाहिँ यहाँ मेथी छरेको थियो, टुसा सानो निस्किँदैछ, त्यस्तो बेसी चाहिँ भएको छैन हो। अनि यतापट्टि चाहिँ बीचमा धनिया चाहिँ जस्ट छरेको, नर्मली छरेको मात्रै थियो कि। अनि यहाँ बीचबीचमा पुरै पल्लेको छ हो, तर सानै छ अहिले पनि, यसलाई खानु चाहिँ हुँदैन अहिले टिपेर हो, सानै छ। अनि तपाईहरुले यो सेक्सनमा हेर्नुभयो भने चाहिँ मजाले यता हरियो मटर रोपेको छ हो, निकै ठुलो चाहिँ भइसकिसकेको छ। अनि अहिले चाहिँ डन्ठाहरु पनि लगाइसकेको छ। यहाँ चाहिँ अब त्यो हाँगाहरु चढ्दै जान्छ नि त हरियो मटरको। अनि यहाँ मजाले हुँदैछ। अनि अहिले चाहिँ बारीमा यति नै छ हो। हुन्छ, थ्यांक यू, बाइ बाइ।